एउटा केटा थियो। त्यो केटा मेरो साथी हो ऊ होइन, तर मभन्दा अलिकति एजेड हो, मभन्दा अलिक। तर मेरो चाहिँ अब सानैदेखि अलिक ठुलो ठुलो केटाहरूसँग सङ्गत भयो। म जत्रोको मेरो लेभलको केटाहरूसँग त्यतिखेर मेरो त्यति सम्पर्क थिएन। ठुला केटाहरूसँग चाहिँ मेरो धेरै सम्पर्क हुने क्या। अनि ऊ अलिकति ठुलो थियो, तर पनि सबै कुरा हुन्थ्यो क्या। उसको एउटै केटीसँग लभ परेको, अनि लभ पर्दा पर्दै त्यो केटीले उसलाई धोका दिएको भन्ने कुरा हुँदै थियो। अनि गर्थ्यो, त्यस पछाडि अब धोका दियो अनि भन्ने कुरो भयो। त्यस पछाडि अब अर्को खोज्नु यताउति भनेर भन्ने भयो। त्यस पछाडि अरू पनि धेरैसँग एक दुईवटा मिटिङहरू गऱ्यो उसले। अब प्रपोजल राख्यो होला, के गर्यो होला। अनि सबै यसो सोच्यो, सब केटीहरू धोकेबाज हुन्छ, सबै कतिवटा छानिसक्यो, सब धोकेबाज हुन्छ भनेर भन्यो। अनि उसले मेरो सम्पर्क हरायो। धेरै 5-7 वर्ष पछाडि मैले फेरि एकचोटि भेटेँ। अनि के छ त, बिएसए गर्यो, बच्चाहरू कत्रो भयो? छैन यार, यो संसार सबै केटीहरू उस्तै हो, सब धोकेबाज छ यार। धेरैसँग कुरा गरिसक्यो, मिटिङ गरिसक्यो, फिक्स गरिसक्यो, तर कोही त्यो कोही पनि लोयल, कोही पनि त्यस्तो खालको कोही पनि छैन, कोही इमान्दार छ जस्तो लागेन। सब यो केटीहरू सब बदमास। दिमागमा यस्तो पारिदियो कि एउटा त्यति 2-4जनाकोसँगको सम्बन्धमा मानव संसारै त्यही हो। उसले एउटा पर्सेप्सनै बनायो कि हो सब यो संसारको चाहिँ केटीहरू भनेको यस्तै हुन्छ, सबै अब धोकेबाज हुन्छ भन्छ। तर मेरो ख्यालमा धोका भन्ने कुरा त त्यसै हुँदैन। तिम्रो तर्फबाट पनि केही गल्ती भयो, उसको तर्फबाट पनि केही गल्ती भयो, त्यसपछि न सम्बन्धमा ब्रेक हुने हो होइन। 81 एकले धोका त कसरी देला र? म त्यसमा त्यति विश्वास गर्छु। अनि उसले आज ऊ लगभग अब मै 40को हाराहारी पुगिसक्न आँटेँ भनेपछि ऊ लगभग 50-51-52 भइसक्यो होला। अहिले अब ऊ पनि खोजिरहेछ केटी, तर केटी भेटेको छैन। केटी भेटेको छैन, खोजेको भन्दा अब मिटिङ गर्छ, के हुन्छ फेरि हुँदैन। अब उसको त्यस्तो डिमान्ड पनि छैन पहिलेको जस्तो होइन। अब चाम छैन, बुढो भइसक्यो मान्छे। अब केटी पाउन पनि त्यो उसको छैन, मार्केटमा भ्यालु घटिसक्यो। अनि अब तर उसको फेरि अब अहिले पनि त्यो पर्सेप्सन चेन्ज भएको छैन। अहिले पनि त्यो चाहिँ उसको चाहिँ छँदैछ कि सब केटीहरू धोका हुन्छ। तर जसले उससँग प्रेमको प्रस्ताव उसले भन्छ कि मलाई उसले धोका दिएको थिए भन्छ, त्यो धोका दिने मान्छे जुन थिए त्यसको चाहिँ अहिले अब बच्चाहरू ठुल्ठुलो छ, यता घुमिरहेछ। मैले पनि धेरैचोटि देखिसकेँ होइन। तर ऊ अब त्यसै त्यो खालको माइन्डसेट बनाएर ऊ त्यसरी नै बसिरहेछ, अल्मलिरहेछ। त्यसैले साथीहरू, अब मलाई चाहिँ कस्तो लाग्छ भने, अब पत्ता पुरानो भयो, तपाईँको पत्ता पुरानो भयो भने त्यो पत्तालाई छोडेर नयाँ पत्ता पक्र्नु पऱ्यो नि। पुरानो पत्तामा त स्वाद नहुन सक्छ। नयाँ पत्ता पक्र्ने, नयाँ ट्राई गर्ने, पुराना कुराहरूलाई लेट गो गरेर जाने। छोडिदिउँ न त। समय बेला बितिसक्यो भने लेट गो गर्नुपर्छ। समय छ भने तपाईँ किन गिभअप गर्नुहुन्छ? समय हुँदाहुँदै तपाईँले गर्नु भएन भने चाहिँ त्यो गिभअप हो। तर अब छैन, समय सकिसक्यो, अब त्यसमा केही छैन, त्यो बिग्रिसक्यो। त्यो चराको गुण हुन्छ नि, चराको गुण अब बोजिलो भइसक्यो, त्यहाँ अब चरा बस्न सक्दैन भने त्यो चराले त्यो चरा छोडेर, त्यो गुण छोडेर अर्को गुण बनाउनतर्फ लाग्नै पर्छ। प्रकृतिको नियम हो। प्रवाहमा बग्नु पऱ्यो, जीवनलाई प्रवाहमा बगाउनु पऱ्यो। जस्तो जीवनले चलाउँछ, हाम्रो नियन्त्रणमा त हाम्रो साहस छैन भने हाम्रो नियन्त्रणमा हाम्रो जीवन कसरी हुन सक्छ र? जीवनको प्रवाह जस्तो चल्छ त्यस्तै चल्ने हो। धन्यवाद साथीहरू, यतिन्जेलसम्म साथ दिनुभएकोमा। कथा मन पर्यो, कुरो मन पर्यो भने यसो लाइक कमेन्ट पनि गर्नुहोला र फलो गर्न नबिर्सिनुहोस् है। अब नेक्स्ट अर्को पनि आइहाल्छ चाँडै। धन्यवाद।